सरकारले जाडो महिनामा उता नि बुढी यता नि बुढी होस् बीचमा बुढा होस् भनेर चाहिँ दुईटा बिहे गर्नुपर्छ भने हो। गर्मी महिनाको लागि होइन, जाडो महिना कसलाई बस त्यो अनि न्युजतिर आइरहेछ त के भन्छ दुईजना श्रीमती बिहे गरेन भने त अनि काटा कारपाईमा पर्छ भनेर न्युजहरू दामादाम आइरहेछ त के छ मतलब अनि यसो बिहेको बारेमा सोच्नु पर्दैन। अब अर्को मान्छेतिर सोच्नु कि पैसातिर अर्को मान्छेतिर जानु फेरि पठाउला नि पुलिस दुईटा बिहे नगरेको किन बिहे नगरेको एउटा त गरे छैन रहेछ दुईटा बिहे गर्नुपर्ने छ चाँडो बिहे गर भनेर अनि मुक्त लाग्यो भने के गर्नु आफ्नो त्यो भयो त्यो के भन्छ अब गर्मी महिना सुरु भइसक्यो गर्मी महिना चाहिँदैन हो जाडोमा भयो त्यसो भए सरकारले जाडो महिनामा उता नि बुढी यता नि बुढी होस् बीचमा बुढा होस् भनेर चाहिँ दुईटा बिहे गर्नुपर्छ भने हो। गर्मी महिनाको लागि होइन, जाडो महिना जाडो महिनाको लागि अर्को वर्ष जसो भयो बिहे गर्नु पर्यो। असोजमा एउटा मङ्सिरमा एउटा दुईटा पाउने चाहिँ पारे त पाइहाल्छ नि दोस्ती जानको मायाले त्यो नपठाउनु त्यो अनि यार खोइ सरकारले नियम पनि के ल्याउँछ यार कहिले राजा ल्याउने कहिले दुईटा बिहे नगर्नेलाई कारबाही हुन्छ भन्छ। चोरी च्यास गरौँ त्यसो भए नेम आइसक्यो जाडो महिनामा दुईटा बिहे गर्नुपर्ने घरमै पर्ने हो त नि एक घर भाडा दुईटा छोरी एकैचोटि ल्याउनु पर्ने रहेछ है। नदिएर सुख नेम छ नि यार नेपाल सरकारले दिएन भने त अनि फेरि ल्याङ्गो हान्छ नि होइन।